हेलो साथीहरू, आज चाहिँ हामी सेफक्स विन्डोको पहिलो दिन नेपालगञ्जबाट हामीले चाहिँ मामाजी चाहिँ हिजो नै आइसक्नु भएको थियो। अब चाहिँ मामाजी चाहिँ उता घरबाट आउनुभयो। अब हामी चाहिँ यताबाट सेफक्स विन्डोको लागि तयारी भइसकेका छौँ। अहिले बिहान ल आजको हाम्रो यात्रा चाहिँ अब कफी खाएर सुरु हुँदैछ। ब्रेकफास्ट सेफक्स विन्डो आज नेपालगञ्जबाट हामी यो नेपालगञ्ज रेस्टो क्याफेबाट चाहिँ हामी फर्स्ट चाहिँ सुरुवात गर्दैछौँ। अब एकैछिनमा कफी खाएर हामी चाहिँ एउटा निस्किने प्लानमा छौँ। सिलको प्रतिष्ठानमा छौँ। ल अब यो हाम्रो डे फर्स्टको पहिलो नास्ता हो नि, त्यही त हो नि, खाना नै भएको डे फर्स्टको आज पहिलो खाना नास्ता हुनु खाना बनाउनु भयो। धेरै भएको छ अब सुरुवात हुन्छ। लाग्छ भोक लाग्यो नि यार, भोक लाग्छ हो यार। ल गाइस, आज चाहिँ डे 2 को हाम्रो सुरुवात लगभग भइसकेको छ। हामी तयारी भइसकेका छौँ। अब यहाँबाट चाहिँ तयारी भइसकेका छौँ। अब अनि हाम्रो केशव सर चाहिँ एकदमै तयारी अवस्थामा हुँदै लगाउने क्रममा हुनुहुन्छ। उहाँ चाहिँ अब मामाजी पनि तयारी लगभग हाम्रो तयारीको अन्तिम चरणमा पुगिसकेको छ। अबको थोरै एकैछिनपछि चाहिँ हामी यहाँबाट निस्किँदैछौँ। अलि यहाँ जाडो छ। अब कम्पेरिटिभली नेपालगञ्जभन्दा यहाँ चाहिँ अलि जाडो पनि भएको अवस्था छ। तैपनि हामी तपाईँहरूलाई अब टाइममा अपलोड गराउनेछौँ। यहाँ हामीसँग भोलि गर्नु होला, स्वस्थ रहनु होला, व्यस्त रहनु होला, मस्त रहनु होला। हामी यो पुलमा जाँदैछौँ। मलाई अगाडि मलाई जुल्दिनँ मैले जान्छु। ओ माई गड, यो पुल यस्तो झुलुङ्गे पुलमा गइरहेको छौँ हामी साथीहरू। हेर्नुहोस्, एकदमै फ्यारो बाटो छ यहाँनिर। हामी यस्तो पहाड देख्न सक्छौँ। लगभग हिमाल पारीको जिल्लामा आइपुगेका छौँ हामी। यताबाट यति ठुलो भेरी नदी आइपुगेको छ। यताबाट एउटा ठुलो खोला पनि यतातिर दृश्यको देख्न सकिन्छ। यता हाम्रो राइडर हुनुहुन्छ नगराज थापा सर, अनि उहाँले यसरी लिनुभएको छ। यसको पुरै छोड्नु भयानक तरिकाले चलाउनु भएको छ उहाँले। हेर्नुहोस् गाइस, हेर्नुहोस्। ओ माई गड, नगराज सर प्रो राइडर। वाह, अरे वाह, अरे वाह राजा, वाह, अरे वाह राजा, वाह। अरे घरमा आइपुग्यौँ। यस्तो बाटो थियो हेर्नुहोस् साथी हो यो। ल साथीहरू, हामी चाहिँ यो ट्रिप गर्दा यस्तो बाटो छ। यो बाटोमा यहाँ एकदमै ठुलो खोला छ, नदी छ होइन। एकदमै ठुलो दुईवटा छ हाम्रो उतैतिरको। सँगै चाहिँ अब यो ट्रिपमा चाहिँ हुँदैछ। एकदमै यहाँ ट्रेकमा यतापट्टि मामाजी हुनुहुन्छ। बाटो चाहिँ के भन्ने बाटो
हेर्दैछौँ हाम्रो साथी राइडर हुनुहुन्छ होइन, दाइहरू दुईवटा दाइहरू भेट्नु भएको छ। दाल छैन, दाल त आउँछ छेङ्राहरूको ल्याउ भयो नि त्यो चाहिँ हाम्रो आज डे 2 को फर्स्ट खाना आज खाना गइरहेको छ हामी। र यो खाना पनि यही हो आजको नास्ता भयो भने यही हो। आजको 2 दिन हिँड्दा हिँड्दा एकदम थकिनु आउँछ, एकदमै भोकले आकुल व्याकुल भइसकेको ल गाइज हामी चाहिँ अब यो डोल्पाको अन्तिम